संसारलाई बदल्नु छ भने सुरु आफूबाटै गर्नुपर्छ। नमस्कार सम्पूर्ण सामाजिक प्रेमी मित्रहरू, म हुँ लालमाया तामाङ, ह्यारिसबर्ग पेन्सिल्भेनियाबाट। पेसाले एक स्वास्थ्य कार्यकर्ता, बिमाकर्ता, प्रशिक्षक तथा प्रेरणावक्ता। आज यहाँहरूलाई यो भिडियो मार्फत मैले केही सकारात्मक सोच, सकारात्मक खोज गरेका कुराहरू यहाँलाई सेयर गर्न मन लाग्यो। विशेष गरेर हामीले सकारात्मक सोच्नुपर्छ भन्ने कुरा सर्वव्यापित नै छ र सबैले सकारात्मक सोचै गर्छु भन्ने चाहना हुँदाहुँदै पनि हाम्रो मनले चाहिँ हामीलाई सकारात्मक सोच भन्दा पनि बढी नकारात्मक सोच, नकारात्मक घटना, नकारात्मक वातावरणहरू देख्ने, सुन्ने गरेको छौँ र यसमा हामीलाई हाम्रो ब्रेनको अटोमेटिक पाइलट डिफल्ट नै नेगेटिभ कुनै घटना आयो, वातावरण केही भयो भने त्यो एलर्टनेस भएकोले गर्दाखेरि हामीले त्यो ब्रेनले सतर्कता अपनाउन या एउटा सर्भाइभलसिप युज गरेको हुने रहेछ। त्यसले गर्दा हाम्रो त्यो डिफल्ट भएको जुन ब्रेनको सफ्टवेयर छ नि, त्यसलाई हामीले बारम्बार हामीले चाहिँ सकारात्मक सोचतिर लानका लागि हरेक दिन के गर्दाखेरि आफूलाई सत्कर्मको बाटोमा लागेको छ, सत् मार्गतिर गइरहेको छु भन्ने कुरालाई बार बार निरन्तर अभ्यास गरिरहनु पर्ने रहेछ। त्यसैले कुनै पनि व्यक्तिले आफ्नो व्यक्तित्व विकास गर्नु भनेको एउटा गन्तव्य नभएर निरन्तर आफूलाई सिकाइ र अभ्यासद्वारा विकास गरिरहनु पर्ने रहेछ। अन्यथा त हामीले साधारण उदाहरणको लागि हाम्रो लन जुन हरियो चाउर हामी छिमेकीको देख्छौँ, आफ्नो चाउरमा चाहिँ विभिन्न किसिमका विड ग्रासहरू उम्रेको देख्यौँ भने पक्कै पनि त्यो हरियो घाँस हुनुमा त्यहाँका मालिकले केही नै मेहनत गरेको हुन्छ भने हामीले पक्कै पनि आफ्नो राम्रो पक्षमा ध्यान दिन छुटेको हुनसक्छ। त्यसैले झारलाई हामीले हरियो राख्नका लागि निरन्तर पानी, निरन्तर त्यसका सरसफाइ, निरन्तर त्यहाँ चाहिने आवश्यक पोषणयुक्त मलहरू लाएर, जल लाएर जति हामी केयर गर्छौँ त्यो त्यति नै राम्रो हुन्छ भने विड ग्रासहरू नेचुरली कम हुँदै जान्छ। तर जब हामीले सियरमा कम गर्न थाल्छ, त्यस पछाडि त्यो फेरि अटोमेटिक आउँछ। भने जस्तै हाम्रो सबकन्सियस माइन्ड अथवा ब्रेन पनि त्यही किसिमको रहेको मलाई महसुस भयो। सकारात्मक कुरा, सकारात्मक बानी बेहोरा, विभिन्न राम्रो ह्याबिट ल्याउनको लागि चाहिँ निरन्तर अभ्यास, निरन्तर प्रयास गरिरहनुपर्छ। तर कुनै बेला कुनै सानो कामको लागि होइन, एकछिनको लागि गरिहालौँ न, भइ नै हाल्छ, हुन्छ कि यति गर्दा त केही हुँदैन भन्ने लाग्छ। तर त्यो एक दिन गरेको ह्याबिटले भोलिपल्ट पनि गरौँ लाग्ने, पर्सिपल्ट पनि गरौँ लाग्ने भनेपछि हामीलाई नकारात्मक कुराले चाहिँ कति छिटो एडिक्सन जस्तो ल्याउँदो रहेछ त। तर त्यो एडिक्सन हामीलाई नराम्रो कुरा सुन्न, हेर्न, गर्न चाहना नहुँदै पनि हाम्रो बडीले अटोमेटिक त्यस्तो एक्सनतिर लाने भएकोले गर्दाखेरि राम्रो कुराको लागि चाहिँ जहिले पनि मेहनत, अभ्यास, अध्ययन चाहिने रहेछ भन्ने मलाई लागेको छ। र आज यस शुभ प्रभातमा यहाँहरूको दिन शुभ रहोस्। म यहाँबाट उजेल हुन चाहन्छु। धन्यवाद।